नमस्ते तपाईलाई स्वागत छ मेरो घन्टे ब्लगमा। म चाहिँ विजय हैन। अनि आज हामी घुम्न गइरहेका छौं। तपाईलाई मैले अगाडिको भिडियोमा भनेको थिएँ म विराटनगर झरेपछि केटाहरुसँग घुम्न जाँदै छु भनेर। अनि अहिले चाहिँ हामी 4 जना छौं। एउटा यहाँ स्कुटीमा, एउटा यहाँ दोस्त छ हैन, एउटा यहाँ बाइकमा छ उयो एउटा यहाँ मेरो छोरा हैन। यो चाहिँ यसमै जान आँटेको हामी 4 जना, एउटा स्कुटी एउटा बाइक। 2 जना चाहिँ पछाडी छन्, आइरहेछन्, तिनीहरुलाई कति लेट हुन्छ। अनि अहिले चाहिँ हामी जाँदैछौँ भन्नाले बिर्ता मोड र उल्लाबारीको डाँडामाथि टाढी गाउँपालिका मिखलाजुङ भन्छ के भन्छ दोस्त, त्यही भन्छ हैन। अहिले हामी त्यहाँ गइरहेको छौँ। अनि 4 जना भएर आज चाहिँ यसो अलिकति रमाइलो गरिदियो भने मेरो छोरा यहाँ भाइको हेर्न सक्नुहुन्छ। तपाईलाई अहिले अगाडि बाटोमा भेट्ने छु हैन। अहिले हामी रेडी भएर निस्किन आँटेको छौँ, अगाडि भेट्छौँ ल। अब हामी चाहिँ निस्किन आँटिसकेको छौँ हैन। सब पुरा रेडी भइसक्यो। यहाँ अर्को साथी पनि आइसकेको छ। यहाँ अब साथी स्कुटीमा जाँदैछन्, हामी चाहिँ यहाँ बाइकमा। अब हामी चाहिँ निस्केको केटा हो हैन। अब तपाईलाई अब कति बाटोको सिन देखाउँछु। अब बाइकमा त साउन्ड आउँदैन के भन्नु हैन। अब यतिकै अब हल्का देखाइदिन्छु बाटोको सिन। हामी साउन्डै आउँदैन क्या गाइस, के भन्नु। अब भर्खर हो, केही छैन हैन। अब यो बाटो हेर्न सक्नुहुन्छ, यस्तै छ। अब के भन्नु, झन् अगाडि खतरा अफरोड छ गाइस। अफरोड त बबाल छ अगाडि गाइस। यहाँ पिछे साथीहरू हामी चाहिँ अब हामी पनि बिस्तारै पुगिन्छ। हामीले सुन्ने बनाऊ हैन। दुईजना साथी चाहिँ पछाडि छन्, अब हामी बाटोमा हैन अगाडि भेट्छु ल गाई। साथीको घर जाँदैछु मैले, हामी त्यहाँ काम छ हल्का, त्यहाँ अगाडि भेट्छु ल गाइस। हामी चाहिँ साथी घरबाट पनि निस्किसकेको छौँ हैन। साथी पनि काम भइसकेको छ। 2जना साथी अगाडि छ, हाम्रो 2जना साथी पछाडि पनि आउँछ, त्यसले पनि आउँछ हैन। अब हामी चाहिँ अहिले हेर्न सक्नुहुन्छ गाइज, हाम्रो बाटो हेर्न सक्नुहुन्छ, यस्तै छ गाइज। अफरोडिङ के भन्नु, अब पिच आउँदैछ गाइज। हामीले तपाईँलाई गाइज हामी चाहिँ यहाँ पैसा निकाल्दैछौँ होइन दोकानमा। केटाहरू पैसा पाउनु पर्छ, अनि हामी चाहिँ अहिले बाटोमा A few moments later. गाइस अहिले हामी आधी बाटो आइसकेको छौँ हैन। उल्लाबारी आइसकेको छौँ, उल्लाबारी। अब हामी माथि चढ्दैछौँ। केटाको अगाडि राजा 2,000 years later. गाइज हामी चाहिँ हैन अहिले टाढी मिखलागञ्ज आइसकेको छौँ हैन, मिखलाजुङ। अनि हामी चाहिँ यहाँ खाजा खान रोकेको थियौँ। यसो बाइकलाई पनि कति रेस्ट दिउँ न। हामी यहाँ 3टा बाइक भइसकेको छ, हाम्रो साथीहरू पनि भेटिसकेको छ हैन। यहाँ एउटा साथी यहाँ छ, अरू त्यहाँ बसिरहेछन्, आउँदैछन्। भ्यू हेर्नु न यार, भ्यू त बब्बाल छ यार। यहाँ बाटो पनि सेक्सी छ मा। यतिको त कहाँ भेट्नु हौ बाटो यार। आम्मा हामी अब डाँडा चढ्न आँटेको छौँ हैन। यसरी नै तपाईँलाई भ्यू देखाउने छु, बाटो देखाउने छु हैन। मन परे लाइक सेयर सब्सक्राइब गर्नु होला। यहाँ यी केटाहरू आइरहेछ हैन। अहिले केटाहरूलाई नदेखाम, अहिले माथि पुगेर सब केटाहरू भेटिनेछौँ हैन। एकसाथ हुनेछौँ अनि भिडियो बनाउने छु। माथि पुगेर भिडियो बनाउनु चाहिँ अब हामी निस्किन आँटेको, बाइकमा छौँ हैन। आवाज आउँदैन बोलेको, त्यही भएर अब माथि पुगेर भेटौँ ल गाइस।
कि यहाँ अपलोडिङ कस्तो गाइज के भन्नु यार हामी यहाँ 2 जना छौँ अगाडि 4 जना गइसकेको छन् तर बाटो जे भए पनि होइन ठिक छ तर भ्यू चाहिँ बदनाम छ के भन्नु यार यहाँ हाम्रो साथीले बाइक कुदाइरहेछन् होइन बाइक चाहिँ फेरि बाटो चाहिँ फेरि आम्मा के भन्नु यार यस्तो चाहिँ हुँदैन है टाँडी गाउँपालिकाको मान्छेले के गर्नुपर्छ यो बाटोलाई अहिले हामी माथि गइरहेको छौँ कुन ठाउँ साथी रमिते डाँडा गइरहेको छौँ होइन गाई यहाँ बाटो बनिरहेको छ बिस्तारै बाटो बनिरहेको छ हेर्नु सक्नुहुन्छ हाम्रो केटाहरू अगाडि पुगिसकेको रहेछन् के भन्नु छोडेर गयो ठिक छ होइन झन्डै गाई उडाइदिएको नि साथीले त यार आम्मा 1 eternity later. गाइज हामी चाहिँ आइसकेको छौँ होइन रमिते डाँडा आइसकेको छौँ हेर्न सक्नुहुन्छ यहाँ केटाहरू सब छन् यहाँ देख्न सक्नुहुन्छ है रमिते डाँडा देख्न सक्नुहुन्छ हामी चाहिँ आइसकेको छौँ होइन अब कता के गर्ने हो थाहा छैन अब एकछिन घुमिन्छ हेरिन्छ भ्यू चाहिँ हेर्नु न आम्मामा गाइज के भन्नु तपाईँलाई भ्यू देखाउँछु एकछिन ल पक्नु ल गाइज औ सेक्सीको छोरा है मिसम के भन्न छ दोस्त के भन्न छ तिमीलाई के भन्न छ भन त तिमी बोल्न सक्छौ आज के बोल्न सक्छौ बोल मलाई केही बोल्नु छैन बोल छिटो बोल हाम्रो आडे भाइलाई के भन्न चाहन्छु आडे मेरो छोरा यता हेर्न के बोल्दैन यार केटाहरू कस्तो लजाएको यार यिनीहरूको भिडियो भाइरल हुँदैन नि त हौ गाइज होइन अब हामी के गर्ने केटा हो हाम फाल्ने भन्छ त केटाहरूलाई त यार यिनीहरू त हाम फाल्ने भन्छ त यहाँदेखि गाइज यहाँदेखि हाम फाल्यो भने के हुँदैन माथि चाहिँ के छ उपिङ छ गाइज उहाँ माथि अगाडि हेर्न सक्नुहुन्छ पुरै दामी भ्यू छ होइन ठिक छ अहिले फेरि भेट्नुपर्छ गाइज हामी एकछिनमा गाइज हामी चाहिँ अहिले होटेलभित्र छिरिसकेको छौँ खाजा खाना होइन यसो खाइदिउँ न भोक लाग्यो बिहानदेखि केही खाएको छैन यहाँ 8 बजे निस्क्यो घरदेखि होइन अनि खाजा खान बसेको हामी यहाँ ग्रुपहरू छन् हेर्न सक्नुहुन्छ सबजना हामी बसिरहेको छौँ अब यहाँ खाजा भनेको छौँ थुक्पा भनेको छौँ होइन 6 ठाउँ अब थुक्पा खान आँटेको छु भ्यू हेर्नु आम्बो यहाँ त कडा रहेछ ओ यहाँ खुल्दैन त गाइज यार यो त भ्यू हेर्नु भ्यू आम्मा बाटो छ यही बाटोदेखि आएको हामी उदे बाटोदेखि आएको छु उदे बाटोदेखि यहाँ चाहिँ हाम्रो प्रोफेसनल सर हुनुहुन्छ होइन फिजिक पढाउनु छ उहाँले फिजिक उहाँ केटाहरू सबजना उहाँ वाइफाईको लागि मराइदियो यार एकछिन नेट बिना बाँच्न सक्दैन यार केटाहरू हेर्न देख्न सक्नुहुन्छ उहाँ सब वाइफाईको लागि झुन्डिरहेछन् म मात्र एउटा हो ब्लगको लागि बसिरहेछ र गाई हो कि होइन ए बोल न यो साथी हेर पुरै टेन्सनमा छ के भएको छ दोस्त तिमीलाई भन न के भएको छ भन न बोल्ने अवस्थामा पनि छैन अघि हस्पिटल चेकअप गराउनु गयो होइन आउँदाखेरि पुरै खुसी होइन जब चेकअप गरेर के भएको छ भन्दाखेरि होइन टेन्सनमा रहेछ साथी आम्मा जान्न हो साथी यति छिटो त 1-2 अझै घर चाहिँ हो तिमी खाजा आइरहेछ गाइज हाम्रो होइन अहिले खाजा आएर भेट्नुपर्छ गाइज खाजा आइसकेछ हाम्रो खाजा आइसकेछ यहाँ यहाँ खाजा आइसकेछ हाम्रो अब खाजा खाएँ होइन गाइज खाजा खाएर भेट्नु गाइज तपाईँहरूसँग अब खाजा खाऊँ भने मिल्दैन होइन अब खाजा खाएर भेट्नुपर्छ गाइज हामी खाजा खाएर निस्किसकेको छौँ होइन अलिकति माथितिर आइरहेको छौँ आम्बो हेर्नु गाइज के हो यो आम्बो गाइज हामी होइन डाँडामाथि जाँदैछौँ अझै कहाँसम्म पुगिन्छ आम्बो हेर्नु न के हो गाइज यो त आकाशमा आइन्छ क्या गाइज हामी चाहिँ होइन खाजा खाएर निस्किसकेको केटाहरू अगाडि
यहाँ आई फोन गाइज हामी चाहिँ यहाँ छौँ होइन यहाँ She moves like a map with no borders, a whisper caught in the wind. I see her boots at the corner cafe with a notebook and a grin. She's chasing skies I've never named while I stay in my lane. But something in the way she moves keeps pulling at my chain. Oh, traveler, you carry the sun in your stride, leaving behind what I hold inside. हामी चाहिँ होइन घुमफिर गरेर हामी निस्किसकेका छौँ होइन अब घरतिर स्टे हान्ने कुरा भइरहेको थियो तर केटाहरूले माने एउटा केटा घरबाट फटाको आइ गरेर त्यही भएर स्टे हानेको हामी चाहिँ नभए हामी 5 जनाको चाहिँ प्लान भइसक्यो थियो स्टे हान्ने तर केटाहरू एकजना चाहिँ मानेन त्यही भएर अब घर गइरहेको छौँ होइन फेरि हामी चाहिँ मुनितिर झरिरहेको छौँ अफ रोडिङ आइसकेको छैन सक्नुहुन्छ तपाईँलाई के भन्नु गाइस एउटा सिन तपाईँहरूले हेर्न पाउनु भएन नाजुक सिन थियो होइन खतरा सिन थियो तपाईँहरूले हेर्न सक्नु भएन केटाहरू आइरहेछ पछाडि होइन केटाकेटाको कारणले हाम्रो यहाँ प्लान चौपट भयो यार अहिले चाहिँ हामी घुम्न गइरहेको छौँ अफ रोड छ होइन गाइस अहिले हल्का अगाडि गएर भेट्नु होला गाइस म चाहिँ होइन अहिले घर आइसकेको छु होइन आजको लागि भिडियो यतिकै बाटोमा अँध्यारो भएर केही भिडियो बनाउन पाइनँ होइन धुलो उडिरहेको होइन गाइस अनि केटाहरू सबजना आफ्नो आफ्नो घर गइसकेको छ अनि म पनि घर आइसकेको छु तपाईँलाई यो भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला राम्रो लाग्यो लाइक सेयर सब्सक्राइब गर्न नभुल्नु होला यस्तै रमाइलो भिडियो तपाईँहरू सामु आइरहनेछ होइन आजको लागि चाहिँ बाई होइन टाटा सियु जेनेभा